मेरो भिडियो मन नपर्नेहरूले त भिडियो स्किप गरिदिँदा भइहाल्यो नि हैन, किन सुरुदेखि लास्टसम्म हेर्नु अनि त्यसपछि लास्टमा तिमीले त यस्तो गरेको रहेछ भएन त्यसमा भनेर मलाई सोचेन। मलाई जस्तो आउँछ मैले त्यस्तै गरेँ। सक्छौ भने बुइनी तिमी पनि बनाऊ हैन, सक्दैनौ भने प्लिज तिमीले गरेको भएन नभन। म सिक्दैछु, सुरुमा ट्राई गर्ने हो हैन। अनि त्यही हो। अब जसलाई भनेको त्यसले बुझिसक्नु भयो होला, उहाँले बुझिसक्नु भयो होला, उहाँ त्यस्तो महानुभाव हुनुहुन्छ। हजुर पनि ट्राई गर्नुहोस् भन्न चाहन्छु म चाहिँ। र मैले यो फेरि स्किनको सनस्क्रिन र यो मिनिमलिस्टको सिरम युज गरेको। मिनिमलिस्टको सिरम युज गरेको त कति धेरै दिन भइसक्यो अनि मलाई एकदमै मन परेको छ। अनि यो फेरि स्किनको सनस्क्रिन पनि मैले युज गर्न थालेको आज 6 दिन 7 दिन जति भयो अनि मलाई एकदमै राम्रो लागेको छ कि यो चाहिँ। म सबैजनालाई किन्नुस् भन्न चाहन्छु। एकचोटि ट्राई गर्नुस्, ट्राई गर्दैमा के जान्छ र भन्न चाहन्छु हैन। मैले धेरै नै सनस्क्रिन युज गरेर लास्टमा चाहिँ मलाई यो एकदमै मन परेको भएर मैले, नत्र भए म कहिले पनि यसरी यो सनस्क्रिन राम्रो छ यो किन्नुस् भनेर भन्ने मान्छे होइन। मलाई यो युज गरेर मलाई साच्चै राम्रो लागेको भएर मैले भन्दैछु। एकचोटि ट्राई गर्नुस् हजुरहरू पनि। सो त्यही हो, मेरो आज यो स्किन केयर मैले कन्टिन्यू गरेको आज 6 दिन पुरा भयो र ओहो मैले पनि 6 दिनसम्म पनि रेगुलरली गर्न सक्दो रहेछु भन्ने मलाई फिल हुँदैछ। अनि आज मङ्गलबार थियो, म चिटिक्क बनेर मन्दिर गएर आएर त्यसपछि रेडी भएर अफिसतिर आइसकेँ। गाइस हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला र नराम्रो भन्नेहरूले पनि कमेन्ट गरिदिनु होला। मलाई त्यही नराम्रो भन्नेहरूलाई नै फेरि उनीहरूले नै राम्रो भनिदिउन् जस्तो लाग्छ कि। त्यति भन्दै अर्को भिडियोमा भेटौँला। बाई बाई।